हेर्दा मिनी भ्लग सुरु गरेको पनि आज 2 हप्ता बढी भइसक्यो। सो हाई एभ्रीवन, वेलकम टु माई सर्ट एन्ड स्वीट मिनी भ्लग। मिनी भ्लग बनाउन सुरु गर्दा सुरुमा मलाई पनि थाहा थिएन खिच्ने कसरी बोल्ने, मानिसहरूले हेर्लान् कि नहेर्लान् धेरै कुरा मनमा आउँथ्यो। कहिलेकाहीँ भिडियो खिच्दा आफूलाई पनि अलि अप्ठ्यारो लाग्थ्यो, वरिपरिका मानिसहरूले के सोच्लान् भन्ने लाग्थ्यो। तर बिस्तारै बुझ्दै गए हामीले अरूले के भन्छन् भनेर आफ्नो इच्छा रोकिरहेका हुँदो रहेछ। त्यसपछि मैले आफ्नो दैनिक जीवनमा साना साना कुराहरू खिच्न थालेँ। काममा जाँदै गरेको, बाटोमा ट्रेन कुरेको, गर्मीमा हातमा फ्यान बोकेर हिँडेको पल, कहिलेकाहीँ घुम्न घरमै बिताएको सामान्य दिन, यी सबै मेरा लागि सम्झना बन्न थाले। पहिले सामान्य लाग्ने पलहरू अहिले क्यामेराबाट हेर्दा त्यसमा पनि आफ्नै किसिमको सुन्दरता रहेछ जस्तो लाग्छ। कहिलेकाहीँ धेरै मेहनत गरेर बनाएको भिडियो पनि थोरै मान्छेहरूले हेर्छन्, त्यो बेला अलि नरमाइलो पनि लाग्छ। तर फेरि आफैलाई सम्झाउँछु, यो यात्रा केवल अरूले हेर्नको लागि मात्र सुरु गरेको होइन। आज खिचेको यो सानो भिडियो भोलि मेरो लागि आफ्नै सम्झना बन्नेछ। सायद केही वर्षपछि यो भिडियोहरू हेर्दा आज म कहाँ थिएँ, के गर्दै थिएँ, कस्तो जीवन बाँचिरहेको थिएँ भनेर सम्झना पाउनेछु। त्यसैले अहिले धेरै ठुलो कुरा सोच्दिनँ, तर सिक्दै जानेछु, गल्तीहरूलाई स्वीकार्दै जानेछु, आफ्नो यात्राका साना साना पलहरूलाई यसरी नै समेट्दै जानेछु। मलाई थाहा छैन कि यो यात्रा कहाँसम्म पुग्छ भनेर, तर एउटा कुरा चाहिँ पक्का छ, मेरो सानो सुरुवात हो र म यसलाई बिचमै छाड्न चाहन्न। सायद अरूले हेर्दा त यो एउटा सानो भिडियो मात्र होला, तर मेरो लागि भने यसभित्र धेरै साना साना सम्झनाहरू जोडिएका छन्। र दिनसम्मको जर्नीमा आइपुग्दा मैले धेरै कुराहरू सिक्न पाएँ र धेरै कुराहरू सच्याउँदै पनि गए। मेरो यी साना साना दिनहरूलाई सम्झनामा राख्न फेरि अर्को मिनी भ्लगमा भेटौँला। स्टे सेफ, सो थ्याङ्क्स फर वाचिङ।